म बिहान बिहान एलो हबलको प्रोडक्टले स्किन केयर गरेर लागे कलेजतिर। बरु बुक नलिकन जान्छु होला, तर स्किन केयर नगरी चाहिँ म कहिल्यै जाँदिन। अनि क्लासमा बल्ल बल्ल हाफ टाइम भएर बाहिर जाउँ न भनेको अपी मान्दै मानिन। अरू बेला उले नै जुम्की जुम भनेर लग्ने मान्छे आज त जाँदै जान्न। अनि हिँड्न हिँड भनेर कन्भिन्स गरेको के को मान्थे, अनि अझै कन्भिन्स गर्दामा मान्छे कि भनेर कन्भिन्स गर्दा गर्दा गरेको के को मान्थे। अनि अति नै गरेपछि तमिना चाहिँ जानै नसक्ने जस्तो लाग्यो क्या हो भनेर गए घुर्की लगाउँदै बाहिरतिर। अब इन्ट्रोभर्ट म पुगे बाहिरतिर। अनि म मेरो त साथी नै सँगै एक्लै रङ्गी चङ्गी भन्दै बाहिर यसो डुल्दै थिएँ। सबैले मलाई नै हेरे जस्तो लाग्छ, त्यसले पनि मलाई भनेर पुरै एङ्जाइटी त पिकमा भयो। अनि गएँ क्लासभित्रै, अनि लुसुक्क पर्दै डेस्कमा बसेँ। अनि नम्र भाषामा लु भन् त अपी त किन बाहिर मसँग जान नमाने कि भनेर भनेको। अनि अपी त तेरै कारणले मैले स्किन केयर गर्न थालेँ, तिमाथि मैले आज त सनस्क्रिन लाउन बिर्सेछु ओ भन्छे। अनि थुक्क लाटी म एलो हबलको सनस्क्रिन बिना हिँड्छु होला त, मैले यहाँ पनि लिएर आएको छु नि, चिन्ता नगर्न भनेर त्यसलाई दिएँ। अनि सनस्क्रिन देख्न साथ यति खुसी भयो, अनि हतार हतार लगाइहालेँ। अब सनस्क्रिन पनि लाइयो जाउँ बाहिर भनेर जुरुक्क उठेको, त्यतिकैमा क्लासमा सर छिर्नु भयो।